वर्षौंसम्म इलेक्ट्रिक गाडी उद्योगमा एकमात्र निर्विवाद राजा थियो टेस्ला। यस कम्पनीले प्रारम्भिक इन्धनबाट चल्ने सवारी साधनहरूको वर्चस्वलाई तोड्दै यातायात क्षेत्रमै क्रान्ति ल्यायो। एलन मस्कको दूरदृष्टि र साहसिक निर्णयले मात्र होइन, टेस्लाको अत्याधुनिक प्रविधि, उच्च गुणस्तरको ब्याट्री र स्वचालित ड्राइभिङ सिस्टमले यसलाई बजारमा सबैभन्दा अगाडि राख्यो। उनीहरूसँग संसारभरका कार निर्माता टेस्लाको नजिक पुग्न सङ्घर्ष गरिरहेका थिए, तर उनीहरू सधैँ एक कदम पछाडि नै देखिन्थे। तर जब टेस्ला आफ्नो सफलताको उत्सव मनाइरहेको थियो, अर्को कुनाबाट एउटा क्रान्ति जन्मिँदै थियो। चीनमा एउटा कम्पनी चुपचाप तर निश्चित रूपमा अगाडि बढिरहेको थियो। सुरुमा धेरैले यसलाई गम्भीर रूपमा लिएनन्। केहीले सोचे यो पनि अरू सामान्य स्टार्टअपहरूमध्ये एक मात्र हो जसले इलेक्ट्रिक गाडी बजारमा प्रतिस्पर्धा गर्न खोज्दै थियो। तर समयसँगै यो कम्पनीले टेस्लाको वर्चस्वलाई चुनौती दिन सक्ने स्तरमा आफूलाई उभ्यायो। चिनिया प्रविधि उद्योगको अकल्पनीय विश्वास, सरकारी समर्थन र आक्रामक लगानी रणनीतिले यो कम्पनीलाई टेस्लाको सबैभन्दा बलियो प्रतिस्पर्धी बनायो। यस कम्पनीको नाम BYD। टेस्लाको एक छत्र राज्यमा खलबल मचाउँदै BYDले यस्तो गाडी उत्पादन गर्न थाल्यो जसले न केवल सस्तो मूल्यमा उच्च गुणस्तर प्रदान गर्यो, तर ब्याट्री प्रविधिमा समेत नयाँ उचाइ स्थापित गर्यो। यसको प्रभाव यति तीव्र थियो कि एलन मस्कले समेत स्वीकार गर्न बाध्य भए BYD एक प्रमुख प्रतिस्पर्धी हो। टेस्ला भर्सेस BYD। कसरी एउटा सानो ब्याट्री कम्पनीले EV उद्योगमा टेस्लालाई हरायो अनि किन एलन मस्क BYDबाट डराइरहेका छन्? शून्यबाट सुरु भएको सङ्घर्षको कथा। सबै अरबपतिहरू धनी परिवारमा जन्मिएका हुँदैनन्। केही व्यक्तिहरू शून्यबाट यात्रा सुरु गर्छन्, सङ्घर्ष गर्छन्, असफलतासँग लड्छन्, अन्ततः विश्व बदल्ने व्यक्ति बन्छन्। वान चु आनफू पनि यस्तै सङ्घर्षबाट आएका व्यक्ति हुन्। BYDको सुरुवात 1995 मा वाङ चु आनफूले चीनमा एउटा सानो ब्याट्री कम्पनी सुरु गरे। त्यसबेला चीनका धेरै कम्पनीहरू विदेशी प्रविधिमा भर पर्थे र वाङले स्थानीय रूपमा ब्याट्री उत्पादन गर्ने सोच बनाए। उनको लक्ष्य स्पष्ट थियो, चीनलाई स्वदेशी प्रविधिमा आत्मनिर्भर बनाउने। सुरुवाती दिनमा BYDले लिथियम आयन ब्याट्री उत्पादन गर्न ध्यान केन्द्रित गर्यो। मोबाइल र ल्यापटपका लागि ब्याट्री बनाउँदै कम्पनीले विस्तार गर्न थाल्यो। केही वर्षमै BYDले प्रतिस्पर्धा बजारमा आफ्नो छुट्टै पहिचान बनायो। तर वान चु आनफू यतिकैमा रोकिएनन्। उनले महसुस गरे कि इलेक्ट्रिक गाडीको भविष्य ब्याट्री प्रविधिमा निर्भर छ। त्यसैले BYDले 2003 मा EV उद्योगमा प्रवेश गर्यो। कसरी BYD अगाडि बढ्यो? एलन मस्कले जब टेस्ला स्थापित गरे, उनले इलेक्ट्रिक गाडीलाई लग्जरी र उच्च स्तरीय प्रविधिसँग जोड्ने योजना बनाए। उनी प्रिमियम कारहरू उत्पादन गरेर EV बजारमा क्रान्ति ल्याउन चाहन्थे। टेस्लाले उत्कृष्ट प्रविधि, टेस्ला सुपर चार्जर नेटवर्क र स्वचालित ड्राइभिङ प्रणाली जस्ता सुविधाहरू विकास गर्यो। तर BYDको रणनीति फरक थियो। सस्तो र कुशल उत्पादन। टेस्लाको गाडी महँगो थियो, जसले गर्दा सबै उपभोक्ताले खरिद गर्न सकेनन्। तर BYDले लागत घटाउने रणनीति अपनायो। चीन सरकारको सहयोग, स्वदेशी उत्पादन र ठुलो मात्रामा उत्पादन गर्ने क्षमताका कारण BYDले कम मूल्यमा उत्कृष्ट इलेक्ट्रिक गाडीहरू उत्पादन गर्न थाल्यो। ब्याट्री प्रविधिमा प्रभुत्व। टेस्ला आफ्नै ब्याट्री उत्पादन गर्न पेनासोनिक जस्ता कम्पनीहरूसँग सहकार्य गर्थ्यो, तर BYD आफै ब्याट्री निर्माता भएकाले उसले आफू उत्पादन लगायत कम गर्न सक्यो। यसको ब्लेड ब्याट्री प्रविधि अत्याधिक टिकाउ, सुरक्षित र ऊर्जा घनत्व उच्च थियो। सरकारी सहयोग। चीन सरकारले इलेक्ट्रिक गाडीहरूलाई प्रवर्धन गर्न ठुलो अनुदान प्रदान गर्यो। BYDलाई घरेलु बजारमा विशेष अवसर प्राप्त भयो, जसले गर्दा उसले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्न सक्यो। टेस्लाको कमजोरी। एलन मस्कको कम्पनी अक्सर उत्पादन समस्याहरू, डेलिभरी ढिलाइ र उच्च लागतका कारण सङ्घर्ष गरिरहन्थ्यो। BYDले भने स्थिर आपूर्ति श्रृङ्खला बनाएर यी समस्याहरूलाई अवसरमा बदलियो। किन एलन मस्क BYDबाट डराइरहेका छन्? एलन मस्कले सुरुमा BYDलाई गम्भीर रूपमा लिएका थिएनन्। उनले 2011 मा दिएको एक अन्तर्वार्तामा BYDको गाडीलाई कमजोर डिजाइन भएको बताउँदै मजाक गरेका थिए। Warren Buffett owns 10% stake in that. Why do you laugh? BYD is trying to compete. Why do you laugh? Have you seen their car? I have seen their cars, yes. In fact, at the Berkshire Hathaway meeting, I saw their cars. Yeah. Well, they are on a different, tell me why you're laughing. You don't see them at all as a competitor? No. Why is that? I mean, they offer a lower price point. I don't think they have a great product. Why is that?
I don't think it's particularly attractive. The technology is not very strong. And BYD as a company has pretty severe problems in their home turf in China. Right. So I think their focus is and rightly should be on making sure they don't die in China. Okay. तर समयसँगै स्थिति बदलियो 2023 मा BYD ले टेस्लालाई बिक्रीमा उछिन्यो सस्तो मूल्यमा उच्च गुणस्तरको EV उत्पादन उपलब्ध गराएर BYD ले एसियाली र युरोपेली बजारहरूमा छिट्टै आफ्नो पकड बनायो टेस्लाको बजार हिस्सा घट्दै गयो किनकि ग्राहकहरूले सस्तो र भरपर्दो विकल्प खोज्न थाले आज एलन मस्क खुलेर स्वीकार गर्छन् कि BYD एक प्रमुख प्रतिस्पर्धी हो अब सबैको एउटै प्रश्न छ के BYD ले टेस्लालाई पुरै उछिनेर EV बजारको राजा बन्न सक्छ कि टेस्लाले आफ्नो नेतृत्व कायम राख्न सक्नेछ युद्ध जारी छ र EV उद्योगको भविष्य अब मात्र सुरु भएको छ वाङ छु आन्फु शून्यबाट अरबपति बन्ने सङ्घर्षको कथा कहिलेकाहीँ जीवनले सबैलाई समान अवसर दिँदैन कोही सम्पन्न परिवारमा जन्मिन्छन् जहाँ सम्पत्ति सम्बन्ध र अवसर सजिलै उपलब्ध हुन्छन् तर केही व्यक्तिहरूको यात्रा शून्यबाट सुरु हुन्छ कडा सङ्घर्ष असफलता र निरन्तर परिश्रमको कथासँगै वाङ छु आन्फु त्यही दोस्रो समूहका व्यक्ति थिए तर उनीसँग एउटा मात्र बलियो हतियार थियो शिक्षा गरिबीबाट शिक्षासम्म वाङ छु आन्फुको प्रारम्भिक सङ्घर्ष एक साधारण किसान परिवारमा जन्मिए उनले बाल्यकाल गरिबीमा बिताए जहाँ पढाइभन्दा पेट भरिने कुराले बढी प्राथमिकता पाउँथ्यो विद्यालय जानु नै ठुलो सङ्घर्ष थियो किनकि उनको परिवारलाई दैनिक गुजाराका लागि कठिन परिश्रम गर्नुपर्थ्यो तर उनले आफ्नो परिस्थितिलाई नियतिको रूपमा स्वीकार गरेनन् उनी पढाइमा असाधारण विद्यार्थी थिए सङ्कट र कठिनाइहरूले उनलाई रोक्न सकेन उनले आफ्नो शिक्षा ध्यानमा केन्द्रित गरे र चीनकै सर्वोच्च विश्वविद्यालयहरूमध्ये एकमा छात्रवृत्ति पाए उनले रसायनशास्त्रमा अध्ययन गरे किनकि उनलाई प्रविधि र नवीनतामा ठुलो चासो थियो विद्युत रसायनशास्त्र इलेक्ट्रोकेमिस्ट्रीको ज्ञानले ब्याट्री प्रविधिको सम्भावनाहरू देख्न मद्दत गर्यो त्यस समयमा चीनको टेक्नोलोजी क्षेत्र अझै विदेशी कम्पनीहरूमा निर्भर थियो वाङले चीनलाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना देखे त्यति बेला उनलाई थाहा थिएन यही ज्ञानले उनलाई एक दिन अरबपति बनाउनेछ BYD को जन्म सानो कारखानाबाट विश्वको अगुवा कम्पनीसम्म 1995 मा वाङ छु आन्फुले केवल $3 लाख ऋण उठाएर एउटा सानो कम्पनी सुरु गरे BYD Build Your Dreams तर सुरुमा BYD इलेक्ट्रिक कार बनाउने कम्पनी थिएन BYD केवल ब्याट्री बनाउने कारखाना थियो त्यो समयमा मोबाइल फोन ल्यापटप र इलेक्ट्रोनिक उपकरणहरूको माग बढ्दै थियो तर चीनमा उच्च गुणस्तरको लिथियम आयन ब्याट्री उत्पादन गर्ने धेरै कम्पनीहरू थिएनन् विदेशी ब्रान्डहरू महँगा थिए र चिनिया कम्पनीहरूलाई विदेशी प्रविधिमा भर पर्थे वाङले यही अवसर देखे उनको लक्ष्य स्पष्ट थियो चीनमा सस्तो टिकाउ र भरपर्दो ब्याट्री बनाउने उनले सुरुवाती कम्पनी लिथियम आयन ब्याट्री उत्पादन गर्न थाल्यो जुन मोबाइल फोनमा प्रयोग गरिन्थ्यो केही वर्षमै BYD ले बजारमा आफ्नो पकड जमायो यसले 2000 को दशकको सुरुवातमा यसले विश्वका ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न थाल्यो जसमा सोनी स्यामसुङ र पेनासोनिक जस्ता दिग्गजहरू थिए तर वाङको सपना केवल ब्याट्रीमा सीमित थिएन ब्याट्रीबाट इलेक्ट्रिक कार उद्योगमा क्रान्ति वाङ छु आन्फु एक वैज्ञानिक मात्र होइनन् एक दूरदर्शी उद्यमी पनि थिए जब उनले गाडी उद्योगको भविष्य इलेक्ट्रिक प्रविधिमा रहेको देखे उनले ठूलो निर्णय गरे BYD ले EV इलेक्ट्रिक भेहिकल निर्माण गर्नेछ 2003 मा BYD ले पहिलो पटक आफ्नो इलेक्ट्रिक कार विकास गर्ने योजना बनायो सुरुमा धेरैले यो निर्णयलाई हास्यास्पद ठाने किनभने यो कम्पनी त केवल ब्याट्री बनाउने कारखाना थियो गाडी निर्माण गर्ने अनुभव थिएन ब्रान्ड पहिचान थिएन र बजारमा टेस्ला जस्तो प्रतिस्पर्धी अगाडि थियो तर वाङले हार मानेनन् उनी टेस्ला जस्तो लग्जरी गाडी उत्पादन गर्न चाहँदैनथे बरु उनले सस्तो मूल्यमा सबैका लागि उपलब्ध हुने इलेक्ट्रिक गाडी निर्माण गर्ने योजना बनाए BYD ले स्वदेशी प्रविधिमा आधारित ब्याट्री बनायो उत्पादन लागत घटायो र सरकारको सहयोगबाट चीनभर EV बजार विस्तार गर्यो आज BYD संसारकै सबैभन्दा ठूलो EV निर्माता मध्ये एक बनिसकेको छ वाङ छु आन्फुको यात्रा केवल उनको व्यक्तिगत सफलता मात्र होइन यो एक प्रेरणादायी कथा पनि हो जहाँ एक साधारण व्यक्ति विज्ञान र परिश्रमको बलमा विश्व बजारमा परिवर्तन ल्याउन सक्छ BYD आज टेस्लाको प्रमुख प्रतिस्पर्धी बनिसकेको छ टेस्लाले लग्जरी EV उत्पादन गर्छ भने BYD सस्तो गुणस्तर र दिगो EV उत्पादन गरेर विश्व बजार कब्जा गर्दैछ अब सबैको एउटै प्रश्न छ के BYD
टेस्लालाई पुरै उछिनेर इभी उद्योगको राजा बन्न सक्छ। टेस्ला धनीहरूको लागि लग्जरी इभिज बनाइरहेको थियो, तर वाङ चु आनफूको योजना फरक थियो। उनी हरेक व्यक्तिको लागि इभी बनाउने सपना देखिरहेका थिए। 2008मा टेस्ला दिवालियाको सङ्घारमा पुगिसकेको थियो। मक्स ऋण लिएर कम्पनी बचाउन बाध्य भए, तर ठिक यही समय एउटा इतिहास बदल्ने घटना भयो। वारेन बफेट जस्ता विश्व महान लगानीकर्ताले BYDमा करोडौँ लगानी गरे र यही कारण विश्वको ध्यान BYDतर्फ मोडियो। 2023मा BYDले टेस्लालाई पछि पार्दै विश्वको नम्बर 1 इभी निर्माता बन्न सफल भयो। इलन मस्क आश्चर्यचकित थिए। अब इलन मस्कलाई थाहा भयो इभी उद्योगको भविष्य मात्र टेस्लाको हातमा थिएन, यो BYDको युग हुन गइरहेको थियो। BYDको रणनीति मात्र टेस्लालाई हराउने थिएन। BYDको मुख्य उद्देश्य विश्वलाई विद्युतीकरण गर्नु थियो, विशेष गरी त्यस्ता देशहरूमा जहाँ महँगा गाडीहरू जनसाधारणको पहुँच बाहिर थिए। र यसको सबैभन्दा ठुलो सफलतामध्ये एक नेपाल वर्षौँदेखि नेपालमा आयातित पेट्रोलियममा निर्भर थियो। पेट्रोलको मूल्य अस्थिर थियो, वायु प्रदूषण बढ्दो अवस्थामा थियो। इलेक्ट्रिक गाडीहरू केवल धनीहरूको विलासीका साधन मानिन्थे। तर त्यसपछि BYD मञ्चमा प्रवेश गर्यो र केही यस्तो ल्यायो जुन टेस्ला दिन सक्दैन थियो, सस्तो, भरपर्दो र लामो दूरी तय गर्न सक्ने इभिज। केही वर्षभित्रै BYD नेपालको इभी बजारमा हाबी भयो। ट्याक्सी चालकहरूले पेट्रोल छोडेर इलेक्ट्रिक गाडीमा रूपान्तरण गरे। व्यवसायीहरूले BYDका भ्यानहरू प्रयोग गर्न थाले र पहिलो पटक नेपालसँग पेट्रोलको वैकल्पिक समाधान आयो। BYDका गाडीहरू केवल वातावरणको लागि मात्र राम्रा थिएनन्, यी मानिसहरूको जीवन परिवर्तन गर्दै थिए। ट्याक्सी चालक: पहिले मेरो आधा कमाइ पेट्रोलमै जान्थ्यो, अब इलेक्ट्रिक गाडी हुँदा म धेरै पैसा बचाउन सक्छु, मेरो परिवारलाई राम्रो जीवन दिन सक्छु। नेपाल जस्तै BYD अब केवल एउटा गाडी ब्रान्ड नभएर एक आन्दोलन बनिसकेको छ। तर यो केवल नेपालमा मात्र सीमित रहेन, भारत, थाइल्यान्ड, ब्राजिल र युरोपहरूमा पनि यस्तै कहानी दोहोरिन थाल्यो। BYDको यात्रा कस्तो लाग्यो? टेस्ला फिर्ता आउन सक्छ कि सक्दैन? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्। लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।